स्वागत छ सुगन्धका जासुसहरू। आजको यस प्रस्तुतिमा हामी एउटा यस्तो रहस्य खोतल्नेछौँ जुन ठ्याक्कै हाम्रै नाकको तल लुकिरहेको छ। विज्ञानको यो रमाइलो कक्षामा सँगै अघि बढौँ। हामीलाई कहिलेकाहीँ यस्तो हुन्छ नि, एउटा पुरानो किताबको पाना पल्टाउँदा आउने त्यो गन्धले कसरी अचानक हामीलाई पुरै बिर्सिसकेको बाल्यकालको यादमा पुर्याउँछ। हो, यही हो हाम्रो आजको मुख्य रहस्य। कसरी एउटा अदृश्य गन्धले दिमागमा वर्षौंदेखि बन्द रहेको सम्झनाको ढोका एकैछिनमा खोल्न सक्छ। आउनुहोस् यसको खोजी गरौँ। ठिक छ, अब हामी हाम्रो अनुसन्धानको पहिलो अध्याय अदृश्य सम्झौनाको रहस्यतिर लागौं। ल हेर्नुहोस्, पहिले वैज्ञानिकहरूले अनुमान गर्थे कि मानिसले 50,000 जति फरक फरक गन्धहरू चिन्न सक्छ। 50,000 सुन्दा धेरै लाग्छ नि, होइन र? तर पर्खनुस्, आधुनिक अनुसन्धानले त के भन्छ भने हाम्रो नाकले वास्तवमा खर्बौं गन्धका संयोजनहरू पत्ता लगाउन सक्छ। हाम्रो यो सानो नाकको कत्रो विशाल क्षमता, साँच्चीकै अचम्म लाग्दछ नि। अब लागौं घटनास्थलतिर, अर्थात् खण्ड 2, गन्धका अणुहरू पक्रन्दै। गन्ध आखिर हाम्रो शरीरभित्र कसरी छिर्छ त? हामीले दिनदिनै देख्ने कुराहरू जस्तै धुवाँ, फूल वा भान्सामा पाकिरहेको मिठो खाना, यी सबैले हावामा अति साना अदृश्य कणहरू छोडिरहेका हुन्छन्। जब हामी सास फेर्छौं नि, ती साना अणुहरू हाम्रो नाकको भित्र माथिल्लो भागमा पुग्छन् अनि त्यहाँ रहेका ओल्फ्याक्ट्री रिसेप्टर भनिने लाखौं जासुस कोशिकाहरूमा गएर ठोक्किन्छन्, ठ्याक्कै तालामा साँचो छिरे जस्तै। अब पालो खण्ड 3 को गन्धको वर्णमाला। हाम्रो शरीरले यी जटिल रासायनिक सङ्केतहरूलाई कसरी बुझ्छ त? यो कुरा बुझ्न एकदमै सजिलो छ। जसरी केही अक्षरहरू मिलेर हजारौं फरक फरक शब्दहरू बन्छन् नि, हो ठिक त्यसैगरी हाम्रो नाकमा रहेका करिब 400 प्रकारका रिसेप्टरहरूले पनि मिलेर काम गर्छन्। उदाहरणका लागि, कफीको गन्ध एउटै रसायन होइन है, यसमा सयौं यौगिकहरू हुन्छन्। हाम्रो दिमागले यी रिसेप्टरहरूको संयोजन ढाँचा पढ्छ। यो त ठ्याक्कै अक्षरहरू जोडेर शब्द पढे जस्तै भयो नि। अनि यही कारणले हामी यति धेरै थरीका गन्धहरू मज्जाले छुट्याउन सक्छौं। अब हाम्रा केही वास्तविक प्रमाणहरू हेरौं। खण्ड 4, स्वाद र वर्षाको अनुसन्धान। ल भन्नुस् त, पानी परिसकेपछि सुक्खा माटोबाट आउने त्यो मगमग बास्ना कसलाई मन पर्दैन र? त्यसलाई वैज्ञानिक भाषामा पेट्रिकोर भनिन्छ। हाम्रो दिमागले यो विशेष माटोको गन्धलाई शान्ति, प्रकृति र हाम्रा बाल्यकालका रमाइला पलहरूसँग जोड्छ। यो केवल एउटा गन्ध मात्र कहाँ हो र? यो त एउटा यस्तो शक्तिशाली चाबी हो जसले सिधै हाम्रा पुराना भावनाहरूको ढोका खोल्छ। अनि यहाँ अर्को एउटा रमाइलो प्रमाण छ है जासुसहरू। कहिलेकाहीँ रुगा लागेर नाक डम्म बन्द हुँदा मिठो खाना पनि किन काठ वा कागज चपाए जस्तो खल्लो लाग्छ। थाहा छ किनभने हामी जसलाई स्वाद भन्छौं नि, त्यो वास्तवमा हाम्रो नाकले सृजना गरेको एउटा जादुई भ्रम मात्र हो। स्वादको धेरैजसो हिस्सा त सुँघ्ने शक्तिमै भर पर्छ र नाक बन्द हुने बित्तिकै त्यो भ्रम टुट्छ। अचम्मको कुरा होइन त? अब आउँदैछ हाम्रो अनुसन्धानको सबैभन्दा ठूलो रहस्य उद्घाटन। खण्ड 5, दिमागको गोप्य छोटो बाटो। नाकबाट निस्केका यी सङ्केतहरू सिधै ओल्फ्याक्ट्री बल्ब भन्ने भागमा पुग्छन्। त्यहाँबाट ती सङ्केतहरूले कुनै ट्राफिक जाममा नपरी सिधै दिमागको भावनात्मक केन्द्र अर्थात् एमिगडाला र सम्झनाको केन्द्र अर्थात् हिपोक्याम्पसमा गएर जोडिन्छन्। यो त दिमागभित्र जोडिएको एउटा सिधा डाइरेक्ट वायर जस्तै पो भयो। त्यसैले यहाँ बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामीले देख्ने र सुन्ने कुराहरू दिमागको भावनात्मक केन्द्रसम्म पुग्न अलि लामो बाटो घुम्नुपर्छ। तर गन्धले त एउटा जैविक सर्टकट अर्थात् छोटो बाटो लिन्छ। हो, यही सर्टकटले गर्दा नै हामीले सचेत रूपमा सोच्नुभन्दा पहिल्यै एउटा गन्धले हाम्रो मुड ठ्याक्कै बदल्न सक्छ वा पुरानो सम्झनालाई झलझली आँखा अगाडि ल्याइदिन सक्छ। हाम्रो आजको यो गम्भीर अनुसन्धानको निष्कर्ष के निस्क्यो त? हाम्रो नाक भनेको रसायन पत्ता लगाउने मसिन मात्र होइन रहेछ। यसले त हामीले फेर्ने हरेक सास मार्फत हाम्रो जीवनका अनगिन्ती कथाहरूलाई दिमागको पुस्तकालयमा सुरक्षित रूपमा सजाइरहेको हुँदो रहेछ। त्यसो भए सोच्नुस् त, यदि गन्ध यति शक्तिशाली छ भने हामीले फेर्ने अर्को सासले कुन नयाँ लुकेको कथा खोल्नेछ? अर्को पटक नभेटुन्जेलसम्मका लागि सुँग्दै गर्नुस् र अनुसन्धान जारी राख्नुस्।